न्युयोर्कमा बिहान पखाउँदैछ, उज्यालो हुँदैछ। बिहान सडकहरू पनि त्यति बिजी हुँदैन है, भर्खर उज्यालो हुँदैछ। बिहानको 6 बज्दैछ यहाँ। बिहान मर्निङ वाक गर्नलाई चाहिँ एकदमै सजिलो छ है न्युयोर्कमा। त्यति डर पनि हुँदैन, घरै घर हुन्छ है। खासै गाह्रो चाहिँ हुँदैन, मान्छेको भिड पनि हुँदैन, गाडीहरू पनि त्यति चलेको हुँदैन। यो हेर्दाखेरि सिल्टिम्बुर जस्तो छ है, नजिकमा हेर्दाखेरि कति राम्रो फलहरू देखिन्छ। खानु मिल्छ कि मिल्दैन थाहा छैन, तर कस्तो राम्रो के सानो रुख छ, यति धेरै फले खाए यहाँनिर। कोही मर्निङ वाक गरिरहेछ। न्युयोर्कमा बिहान मर्निङ वाक गर्नलाई चाहिँ एकदम सजिलो छ है। रातको 2 बजी आएर निन्द्रा नलागेर मर्निङ वाक गर्न जाँदैछ साथीहरू। म चिसोले होला साथीहरू, रुख पनि विरक्त लाग्दछ है, पातहरू सबै झरेर। बिहान पख धुपीहरू चाहिँ चिसो ठाउँमा हुने भएर होला यस्तो हरियो छ धुपीहरू। धुपी हो कि धुप हो? कोही रुखहरू पात झर्ने बाँकी छ। बिहान मर्निङ वाक गर्दै कुकुरहरू पनि कति राम्रो बुढाबाले डुलाउँदैछ बिहान। यहाँ यतातिर चाहिँ यो कुकुरलाई दिशा गराइसकेपछि टिपेर गोजीमा हालेर घरमा ल्याएर डस्टबिनमा फाल्नुपर्छ है, नत्र यहाँ कानुन लाग्छ। क्रिसमस आउन लागेर होला यस्तो सजाएको छ यहाँनिर। केहरू यहाँ पनि उज्यालो भएर होला खानेकुरा खोज्दैछ। बिहान भएर होला खानेकुरा खोज्न आइरहेछ लोकल के। यति धेरै हुन्छ है अमेरिकामा, यति धेरै हुन्छ। भोक लागेर होला कि कति राम्रो के, हातमा लिएर खिलाउ लाग्ने। न्युयोर्कमा पनि सत्यनारायण मन्दिर छ है साथीहरू। 75-15 मा तर यहाँनिर चाहिँ अहिले नखुल्ने रहेछ। बिहानको 8 बजीदेखि 1 बजीसम्म खुल्ने रहेछ। खुलिसकेको रहेछ त बिहानै मन्दिर। यहाँ सत्यनारायण भित्र चाहिँ यहाँ शिवजी हुनुहुन्छ, यहाँ गुरुजी पूजा गर्न लाग्नु भएको। यहाँनिर सबै भगवानहरू हुनुहुन्छ। उहाँ हाम्रो पशुपतिनाथ, यता माथि पशुपतिनाथ।
सबै भगवानहरु राख्नु भएको छ यहाँनिर गणेशजी हुनुहुन्छ यहाँनिर हनुमानजी हुनुहुन्छ हनुमानजीको हनुमानजी साथीहरु यो रातो पात भएको चाहिँ म्यापल हो हैन यसबाट चाहिँ यसको पातबाट चाहिँ वाइन बनाउँछ है साथीहरु न्युयोर्कमा गाडीहरु यसरी रोडमा पार्किङ गरेको हुन्छ यो चाहिँ उनीहरुको आफ्नो एरियामा पार्क गरेको हुन्छ यसमा पनि महिनाको पैसा तिर्नुपर्ने हुन्छ है यसरी पार्किङ गरेर राखेको हुन्छ यो ट्रेन स्टेसन हो यहाँ तल यो स्टेसनबाट चाहिँ EFMR7 यतिवटा नामको ट्रेन चल्छ यहाँबाट चाहिँ यो भन्दा मुनि 3-4 तलबाट ट्रेन चल्छ भने यता माथि चाहिँ एउटै मात्रै ट्रेन चल्छ यो तल माथि यो चाहिँ न्युयोर्कको ज्याकी लाइट गर्छ यहाँ ठुलो ट्रेन स्टेसन जाने बाटो हो यो चाहिँ